गर्नुहुन्छ बलिन साथी किन यस्तो गर्नुहोस् उहाँले डोजरै लिएर आक्रमण गर्न आएपछि हामीले स्वागत गर्छौँ हामीले खदा लिएर बस्ने फुलमाला लिएर बस्ने अबिर लिएर बस्ने ढुङ्गा लिएर बस्नु त पर्यो बाध्य उहाँले बनाउनु भयो नि बालेन्चा मुर्दाबाद बालेन्चा मुर्दाबाद गरिब विरोधी सरकार मुर्दाबाद एक गते शान्तिपुरमा र्याली थियो आज हामी ढुङ्गामुढामा आयौँ भोलि आज खुकुरी बोकेका छौँ होइन भोलि हाम्रो घर भत्किसके पछाडि सोचोस् के हुन्छ बालेन्चा को हो यो हाम्रो लागि कोही होइन त्यसको घरमा आग लाउनु गइसक्यो अहिले केटाहरू यसले यहाँ हामीलाई गर्छ भने त्यसको घरमा आग लाइन्छ जनतालाई विनाश गरेर विकास गर्ने होइन जनताको व्यवस्था गरेर चाहिँ विकास गर्यो भने उहाँलाई हामी पनि हाई हाई गर्छौँ आज युवाले जितेर आज हामीलाई बास दिनुहुन्छ भने ठुलो आशा थियो तर आज भएन यस्तो किन यस्तो गर्नुहुन्छ किन यस्तो दुःख दिनु भएको हाम्रो घर छैन पानी छैन के भन्छ किन यस्तो गर्नुहुन्छ बलिन साथी किन यस्तो गर्नुहोस् आउनु भएन तर हामीलाई खान्छ भने बालेन्चालाई भोट किन दिने हामी विकल्प दो हामी हट्ने तयार जबरदस्ती बल प्रयोग गरे भने त मार्ने मर्ने को कोही ठिकै छैन महानगर अब तपाईहरुको यो संरचना भत्काउन आउने भनेर तयारी अवस्थामा छ भन्ने सुनिन्छ कहीं जाने सोचेन हाम्रो घर उठ्छ भने नि हामी बाँचिरहनु जरुरी पनि छैन है हामीले के मागेका छौँ खोलाको डिलमै लाल पूजा मागे हो र बिना विकल्प उठ्यास बन्द गर वार्ता र संवादबाट व्यवस्थापन गरौँ अनि मात्र महानगरले कहाँ गर्नु त छैन बाटै नगरिकन डोजर पठायो अब महानगरले डोजर पठायो गृह मन्त्रालयले यतिका धेरै प्रहरी पठायो खाली जग्गा थियो यहाँ खाली जग्गा हामीले चाहिँ राज्यको हिजो भाडा तिर्न सकेन आफ्नो अवस्थाले गाउँघर छोडेर आइयो डाँडा पाखा छोडेर आइयो केही हुँदैन थियो एक डोको मकै हुन्थ्यो त्यो छोडेर आएर सृष्टि गर्दा गर्दा आज हामी सम्पन्न भएपछि हामीलाई हुकुमबासी तिमीहरू यहाँ बस्नु मिल्दैन के हो यो कारण 40 वर्षसम्म कसैले कमाउँदैन के सधैँ सुकुलमा बस्ने सधैँ प्लास्टिकमा बस्ने उनीहरूले बनाएको यो सुकुलवासीलाई राज्यले बाबुराम सरकारले डोजर लाएर हाम्रा विनष्ट घरहरू हामीले दुःख सुख ऋण काटेर बनाएका घर क्षति गरेका छन् यो हामीले प्लास्टिक गर्न बाध्य भएको किनभने उनीहरूले बनायो हामीलाई सुकुम्बासी अहिले चाहिँ यसको क्षतिपूर्ति हेरेर त्यो हिजो भत्केको पनि आज भत्केको पनि जसले भत्काउन आउँछ त्यसले नदेसम्म हामीलाई किन मार्नु पर्यो हामी मर्न तयार छौँ हाम्रो बासको ग्यारेन्टी नभएसम्म हामी जाने हाम्रो जाने विकल्पै छैन विकल्प भए फेरि डोजर लाएर हामी हिँडिसक्छौँ तर यो ठाउँमा सम्पन्न मान्छे पनि छन् छैन सम्पन्न मान्छे छन् नि किन छैनन् छानबिन गर्नु पर्यो नि राज्यले राज्य तो नगर्ने आतंक बचाउने हार्ट अट्याक बनाउने मान्छेलाई मार्ने रात दिनै तनाव गर्ने जहिले पनि यो के हो नियम के हो उहाँहरू सरकारलाई म सम्बोधन गर्छु तर त्यो बनाएको क्षतिपूर्ति हुनेलाई पनि दिएर हटायो भने उहाँहरू पनि हाई हाई हुन्छ नहुनेलाई सुकुम्बासीलाई व्यवस्था गरेर राख्नुपर्छ हाम्रो भनाइ हो कि हामी सुकुम्बासी नै भए पनि हामीले बोल्ने तथ्य चाहिँ त्यो न्याय पाउँछ अरे कहाँ पाए त न्याय गरिब न्याय पाउँदैन रहेछ पाउने रहेछ जहाँ पनि न्याय पाउने भनेको पैसावाले रहेछ बागमतीको नाममा उठीवास गर्न पाइँदैन आतंक बन्द गर होइन भने महानगरपालिका होस् गर बिना विकल्प उठीवास बन्द गर बिना विकल्प उठीवास गर्न पाइँदैन मरे ज्यान बाँचे घर मरे ज्यान बाँचे घर मरे ज्यान बाँचे घर हाम्रो घर उठ्छ भने नि हामी बाँचिरहनु जरुरी पनि छैन है हामीले के मागेका छौँ खोलाको डिलमै लाल पूजा मागे हो र बिना विकल्प उठ्यास बन्द गर वार्ता र संवादबाट व्यवस्थापन गरौँ अनि मात्र महानगरले कहाँ गर्नु त छैन बाटै नगरिकन डोजर पठायो अब महानगरले डोजर पठायो गृह मन्त्रालयले यतिका धेरै प्रहरी पठायो सम्पूर्ण राजनीतिक दलहरू महानगर सबै मिलेर यो खोला किनार सफा गर्ने न्युमा यत्रो हजार बस्तीहरू उठीवास गरेर ग्रिनरी बनाउने कुन ग्रिनरी बनाउने त्यो ग्रिनरीमा मानव बस्ती नै व्यवस्थापन हुँदैन भने त्यो
ग्रिनरी कसको लागि भएका ग्रिनरी त ताला राख्नु परेछ कसको लागि बनाउने त्यो ग्रिनरी यस्तो तनावपूर्ण अवस्था सिर्जना भइसक्दा पनि सरकारवाला निकायले अझै पनि सहमति छैन चासो देखाएको छैन सहमति अब हाम्रो धारणा त आज देखिहाल्नु भयो नि मङ्सिर गति देख्नु भएको थियो आज देख्नुभयो होइन 2000 आउँदै गर्दा हाम्रो धारणा अब कस्तो हुन्छ भनेर आन्दोलनको स्वरूप सडकले बताउँछ कि घटनाले बताउँछ तपाईँहरूले पछि आफै हेर्न आउन सक्नुहुन्छ मैले यसको के स्वरूप हुन्छ भन्न सक्दिनँ किनकि एक गते शान्तिपुरमा र्याली थियो आज हामी ढुङ्गामुढामा आयौँ भोलि आज खुकुरी बोकेका छौँ होइन भोलि हाम्रो घर भत्किसके पछाडि सोचुस् के हुन्छ मर्न मार्न तयार छु मर्न मार्न तयार छु बालेन्सा मुर्दाबाद बालेन्सा मुर्दाबाद गरिब विरोधी सरकार मुर्दाबाद सम्पूर्ण सुकुम्बासी एक हो गरिब जनता एक हो जनता मार्न पाइँदैन 14 ड्युटीबास बन्द गर बालेन्सा मर्न मार्न तयार छु बालेन्सा बालेन्सा सम्पूर्ण सुकुम्बासी एक हो सम्पूर्ण सुकुम्बासी एक हो बालेन्सा मुर्दाबाद बालेन्सा मुर्दाबाद मरे चियान बाँचे घर मरे चियान बाँचे घर गरिब मार्न पाइँदैन जबरजस्त ड्युटीबास बन्द गर जबरजस्त ड्युटीबास बन्द गर गरिब जनता मार्न पाइँदैन गरिब जनता मार्न पाइँदैन बालेन्सा बालेन्सा मर्न मार्न तयार छु बालेन्सा सम्पूर्ण सुकुम्बासी एक हो गरिब जनता एक हो सम्पूर्ण सुकुम्बासी एक हो गरिब जनता एक हो जबरजस्त ड्युटीबास बन्द गर बालेन्सा राजीनामा दे बालेन्सा बालेन्सा राजीनामा दे बालेन्सा मर्न मार्न तयार छु जनता मार्न